कोटेश्वर अर्थात् करोडवटा ईश्वर, जसले यसलाई करोडौं शिवको घर भन्ने अर्थ दिन्छ। त्यही कोटेश्वरमा अवस्थित महादेवस्थान मन्दिरको बारेमा आजको भिडियो सामग्री रहेको छ। ऐतिहासिक महत्त्व बोकेको कोटेश्वर महादेवस्थान मन्दिरको इतिहास लिच्छवी कालको 4औं देखि 8औं शताब्दीसम्म पुरानो रहेको मानिन्छ। हिन्दू र बौद्ध दुवै समुदायका मानिसहरूको श्रद्धाको केन्द्र रहेको यो मन्दिरको गर्भगृहमा एउटा स्वयम्भू शिवलिङ्ग छ, जुन प्राकृतिक रूपमा प्रकट भएको थियो, जसलाई भक्तहरूले अत्यन्तै पवित्र मान्छन्। स्थानीय मान्यता अनुसार महाभारतका पाण्डवहरूले निर्वासनको बेला यही आएर शिवलिङ्गको पूजा गरेका थिए। त्यसो त अहिले पनि तीज, महाशिवरात्रि, दशैं अनि थुप्रै चाडका साथै नयाँ वर्षको दिनमा यहाँ दर्शन गर्न आउने दर्शनार्थीहरूको ठुलै भिड लाग्ने गर्दछ। छिन्नमस्ता भगवती रहेको स्थानमा सतीदेवीको पीठ पतन भएको कुरा तपाईहरूले स्वस्थानी व्रत कथामा पनि सुन्नु र पढ्नु भएको होला। निकै नै सुन्दर अनि हरियालीले सजिएको यस मन्दिरमा घुम्न अनि दर्शन गर्न आउने पालो अब तपाईको। अनि जाँदा जाँदै 2072 को भूकम्पले धेरै मन्दिरहरू ध्वस्त गरे पनि कोटेश्वर मन्दिर सुरक्षित रह्यो, जसले यसको दृढ संरचनाको प्रमाण दिन्छ। यस्तै जानकारीमूलक भिडियोहरू हेर्नको लागि हामीलाई फलो अनि सब्स्क्राइब गर्न नभुल्नुहोला। जय महादेव।